काठमाडौँ भ्यालीमा बस्ने हरेक मान्छेसँग हरेक व्यक्तिसँग एउटा प्रश्न सोध्न चाहन्छु। के तपाईँले चुरोट खानुहुन्छ? के तपाईँको परिवारमा कसैले पनि चुरोट खान्छ? तपाईँले भन्न सक्नुहुन्छ होला। सायद कसैले खान्छ, कसैले खाँदैन। तर म आज तपाईँलाई एउटा तथ्याङ्क बताउँछु र म आज तपाईँलाई एउटा चेतावनी पनि दिन चाहन्छु। आजको समयमा विगत 7 दिनदेखि लिएर र अहिलेसम्मको सिनारियोमा पनि हेर्ने हो भने तपाईँको घरमा बस्ने हरेक व्यक्ति, तपाईँको घरको हरेक व्यक्तिले दिनको 2टा चाहिँ चुरोट खाइरहनु भइरहेछ। कम्तीमा पनि दिनको 2टा चुरोट खाइरहनु भइरहेछ। मैले पनि चुरोट खाँदिनँ, चुरोटलाई हात पनि लगाउँदिनँ। तर पनि यो इन्भाइरोमेन्ट र यो पल्युसन लेभलले गर्दाखेरि जुन 151 र 200 पुगेको छ पल्युसन इन्डेक्स, त्यसले गर्दाखेरि त्यसलाई इन्डेक्सलाई नाप्ने हो भने चुरोटमा त्यो 2 र 3 खेली प्रतिदिन बालबालिका होस्, वृद्ध होस्, यङ होस्, सबैले 2 खेली चाहिँ चुरोट खाइरहेछ।